के कसो हुँदैछ त हेरौँ न त। हेलो गुड मर्निङ नमस्ते अनि झोरा स्वागत छ बिसी गाउँले ब्लगमा। आराम रही आरामताको कामना गर्दछु र साथीहरू मलाई देश विदेशबाट मलाई हेरिराख्नु हुने मेरा सम्पूर्ण मित्रहरूलाई चाहिँ शुभ दिन सुख शान्ति होस् भन्दै आजको भिडियो मैले सुरु गरेको छु। र साथीहरू आज चाहिँ म यो हरियाली जङ्गलको बिचमा चाहिँ आएर मैले यो भिडियो सुरु गरेको है। आज चाहिँ यहाँ हाम्रो फुफू सासू पर्ने चाहिँ यहाँ अस्ति ल्याएको थियो अनि आज चाहिँ त्यहाँ केही विधि विधान त गर्ने अरे त्यही भएर यहाँ आएको। र साथीहरू यहाँ के कसो हुँदैछ त हेरौँ न त। चाहिँ के गरेको खबर छ त आज चाहिँ हामी हरियालीको जङ्गलमा आएको छौँ। यहाँको जङ्गल यस्तो छ, यो माथि यस्तो छ है, सखुवाको रुखहरू यो सबै। अनि यताबाट चाहिँ हामी आएको है साथीहरू। Ambak pihak ke orang kopi. Orang kopi, kini satu pi, mati orang nilai no kai ke orang kopi. Kai ke orang kopi. Jadi tapi boleh. Ani orang kopi. Nilai no, orang ke ऐसे का तो कमी. कुमार सुबह kai ke, कुमार ऐसे का सुबह kai ke. Jula pai nikang ko na ऐसे orang kopi mata. Asmaya nam laya bumle didi koini ni laya no komake ni laya no kaike ni kaike ani kapi jula kapi sab sum kaike halong ni laya no pama kapi thamai piso orang kau kintu rokin ani ni laya na ani कोही यता उसको उता गाड्दा हुन्छ como que Kolomi laut do orang kapi nan makai ke orang Indonesia bahani orang kapi tolong ke
गाउँ इबु मात्र ल्याएछ मङ्का यसको मिटिङ गर्नुपर्ने विधिहरू सबै गरेर चाहिँ हामी सबैजना फर्किँदैछौँ। विधि विधान त सकेर हामी यता फर्किएपछि चाहिँ खाजा बाँड्ने ठाउँमा आएपछि अनि आफ्नो ज्वाइँ चेला भनौँ न, दिदी भेनाजु, बहिनी ज्वाइँ अनि भाना भन्जालाई चाहिँ अनि छोरा मान्छेलाई चाहिँ टोपी लगाइदिने अनि छोरी मान्छेलाई चाहिँ वर्कहरू दिएर अनि खाममा पैसा दिने चलन रहेछ है। रहेछ भन्दा पनि अरू ठाउँ मैले देखिनँ, तर यहाँ चाहिँ यसरी गरेको छ। हाम्रो मोतीराज भाइ मेरो चाहिँ सालाज्यू पर्नुहुन्छ, उहाँले यसरी गर्नुभएको छ। त्यसको छोरी हिसाबमा लिएको अब त आएन त हिसाब त्यो टोपी आउनु नभएको चेलीबेटी ज्वाइँ चेलालाई पनि यसरी भाग पठाइदिइरहेको छ अहिले भाइले चाहिँ। एउटा झोला चाहिँ खोज्नु न हौ, त्यस्तो रहेछ झोला यसो एउटा। अहिले हामी चाहिँ सालघारीमा भएको कारणले गर्दाखेरि पुरै सालको पात हिँड्दाखेरि खस्रा बजिरहेछ है। एकदम बोलेको नि डिस्टर्ब आइरहेछ। अर्को त कहाँ गर्छ अहिले सँगसँगै रोटी पनि एउटा ज्वाइँ चेला चेलीबेटीलाई चाहिँ अब टोपी बर्को दिने कार्यक्रम सकेपछि चाहिँ अहिले प्याकेजमा चाहिँ खाजा बाँड्ने क्रम भइरहेछ यसरी। सुगर फ्री चाहिँ खाने, त्यो नखाने अहिले। मलाई पनि ढाका टोपी लगाइदिनु भएको छ चट्ट पारेर, मलाई चाहिँ यस्तो देखिएको छ है। भातको काँडा अब हामी चाहिँ यहाँदेखि बिदा भएर फेरि अब तरारा के भन्छ पञ्चायतदेखि अलिकति उतापट्टि चाहिँ हामी मलानी जानुपर्ने भएर चाहिँ फेरि हामी तिनकुनेदेखि चाहिँ ओह्रालो लाग्दैछौँ। यो चाहिँ तिनकुनेको चेक पोस्ट हो। हामी चाहिँ फेरि माथिको चाहिँ सकेर अनि फेरि यता मलामी आउनु पर्यो है। यो तरारा पञ्चायतमा हामी आइपुग्यौँ। अब म उताको चाहिँ भिडियो सायद म गर्दिनँ है। अब त्यस्तो मरौ परेको ठाउँमा अब भिडियो गर्नु मिल्दैन र त्यस्तो परे। आज चाहिँ दुई ठाउँ पऱ्यो हेर्नुहोस्। अब उता चाहिँ उयो बनाइदिएको सम्बद्ध बनाइदिएको रहेछ, अनि त्यहाँ चाहिँ आज त्यो विधि विधान त गरिसकेर
अनि यता आएको, यता पनि अब मलामी आएको है साथीहरू। यस्तो छ सबैजना छ। म भित्रको चाहिँ खासै देखाउँदिनँ है, म त्यहाँ अलि माथिसम्म चाहिँ जान्छु, त्यहाँदेखि चाहिँ म देखाउँदिनँ, उता देखाउनु नै मिल्दैन। त्यस कारणले गर्दाखेरि म यहाँ चाहिँ अब मैले यहाँदेखि देखाइनँ है। हामी घर आइसक्यौँ। अब घर आएर पनि म चाहिँ बारीतिर हिँडेको है। अघि मैले पुरा खुलस्त मैले कुरो भनिनँ है। अब त्यस्तो अब राम्रो काममा भए त मजाले अब भिडियो गरेर राम्रो खुलस्त बोलेको बानी हुन्थ्यो होइन। तर अब त्यो भनेको अब दुःखको काम हो, त्यही भएर चाहिँ मैले भनिनँ। एक्चुअली हामी चाहिँ त्यहाँ चाहिँ सम्बत बनाएको रहेछ यो हरियालीमा चाहिँ, धरानको हरियालीमा चाहिँ सम्बत भन्दा पनि त्यो यस्तो नेम प्लेट उयो राखेर अनि केही विधि विधान त गर्ने भनेर चाहिँ गरेको रहेछ। अनि त्यसमा चाहिँ हामीलाई बोलाएको थियो र हामी गयौँ र हाम्रो पनि आफन्तै पर्छ। अनि त्यहाँ गएर काम सकेपछि अनि फेरि तरारा पञ्चायतको छेउमा फेरि अर्को त्यहाँ उयो परेछ। अनि त्यहाँ चाहिँ हामी मलामी गयौँ। मलामी गएर मैले अब त्यस्तो भिडियो सिडियो गरिनँ होइन। तपाईँहरूलाई मैले अलिकति देखाएँ पुगेको मात्रै। त्यसपछि चाहिँ मैले भिडियो नि गरिनँ। अब त्यस्तोमा भिडियो गर्नु पनि उचित होइन होइन। अब उनीहरूलाई दुःख परिरहेको हुन्छ, आफू चाहिँ भिडियो गर्दै हिँड्दाखेरि अब अरूले पनि के भन्लान् भनेर मैले गरिनँ। अनि त्यो गरिसकेपछि हामी आयौँ। आइसकेपछि अनि म चाहिँ फेरि बाख्रालाई घाँस काट्नु चाहिँ फेरि बारीतिर जाँदैछु। किन भन्नुहुन्छ भने अब बिहान बेलुकालाई बिहानै काटिराखे नै हुन्थ्यो हुनु चाहिँ। तर अहिले यस्तो यो हिउँदोमा चाहिँ बिहान काटेर लग्यो, बेलुकाको भाग राख्दा चाहिँ सुकेर क्या त्यो घाँस सुकेर चाहिँ छुरुम छुरुम पापर जस्तो हुन्छ। अनि त्यही भएर बिहानलाई बिहानै लान्छु अनि बेलुकालाई अनि फेरि बेलुकै काट्छु है। बाख्रा नि धेर छैन, एउटा बाख्रा छ, एउटामा दुईवटा पाठा छ। अनि अहिले फेरि म अब घाँस काट्नु आएको है साथीहरू। अनि अब म घाँस काट्छु अनि त्यहाँदेखि लगेर बेलुका बाख्रालाई लगाइदिन्छु। अनि म चाहिँ अब यो चाहिँ सधैँ म हिँड्ने बाटो तपाईँहरूलाई थाहा नै छ होइन, थाहा नै छ। र अब मेरो भिडियो पनि लामो छोटो जे जस्तो भए पनि अब यहीँ नै टुङ्ग्याउन चाहन्छु। र मेरो भिडियो हेरेर साथ सपोर्ट माया गर्नुहुने सम्पूर्ण मेरा मित्रहरूलाई फेरि पनि एकचोटि धन्यवाद दिँदै बिदा हुन चाहन्छु। ओके, बाई बाई।